बडी फ्याट करेन्टली होला लगभग 20% होला होइन। अनि अलिअलि ट्राइसेप्सको वर्कआउट गरेको थिएँ। ट्राइसेप्सको वर्कआउट गरेर ल्याट फ्लेयर हान्न फ्लेक्स फ्लेयर भनेको फ्लेक्स नै हो होइन। ल्याटलाई फ्लेयर गर्ने प्रोसेसलाई ल्याटलाई फ्लेक्स गरेको भनिन्छ। कस्तो मसिनो देखियो र। मेरो आर्मको पुरै पोर्सन नै यो ट्राइसेप्सले मात्रै फोकस गरेको कि बाइसेप्स त एकदम सानो छ मेरो। मेरो सोल्डरमा पनि काम गर्न पर्ने भयो। मेरो सोल्डरै छैन भने नि त्यस्तो कमजोर छ होइन। सोल्डर वर्कआउटै गर्दिनँ गर्न त अभियसली कमजोर भएर म खाने खाना दुब्लो आएन जस्तो।